होइन एउटा आम भेटायो अब यो आम चाहिँ तुफान तुफान लाइक सब्स्क्राइब एन्ड शेयर दिस भिडियो शीतल हुने भए चाहिँ खुसी हुन्छ खुसी नभएर एकदम धेरै खुसी लागिरहेछ त्यही बेर यस्तै पल्टिएर बहुत राम्रो छ बहुत राम्रो छ नो 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 पुरमा चाहिँ हाम्रो पानी परिरहेको छ हामी चाहिँ धेरै खुसी छौँ किनभने हजुरहरूलाई थाहै छ नेपालमा गर्मी कस्तो बढिरहेको छ भनेर होइन त्यसै कारणले पानी परेकोमा चाहिँ हामी एकदम खुसी छौँ टिकापुरवासी सबै नै आज खुसी हुनुहुन्छ जहाँसम्म मलाई लाग्छ होइन जहाँसम्म मलाई लाग्छ कि सब मान्छे खुसी छन् हाम्रो दिनमा टिकापुरको सब एभ्रीवन गाइस follow and like subscribe and share this video okay we are ready to happy today because they is ready after this so long time so please guys हामी त हिँड्न सक्छौँ होइन आजको दिनमा अब धेरै दिनपछि पानी परेको छ अनि पानी पनि एकदम रमाइलो परिरहेको छ क्या हजुर हेर्न सक्नुहुन्छ हेर्नु न कस्तो परिरहेछ एकदम रमाइलो परिरहेछ के सब मान्छे खुसी छन् खुसीले बसिरहेछन् कि किनभने अब शीतल हुने भयो नि त अनि खुसी त हुने भयो नि त शीतल हुने भयो चाहिँ खुसी हुन्छ खुसी नभएर मान्छे के हुन्छ त अनि यस्तो घामले औडा भइरहेको बेला होइन औडा भइरहेको बेला अनि पुरै पानी परेर शीतल भएपछि त फेरि मस्त मजा मस्त मलाई आदमी रास्ते से जा रहा था भने जस्तो हुन्छ क्या फेरि मस्त म आनन्दले यस्तो चिल भएर बिस्तारै मस्त सुत्नु बहुत मजा आउँछ होइन त्यसैले अब आज चाहिँ पानी परेको छ अब हेरौँ अब यो पानी चाहिँ कति बेलासम्म रहन्छ यो पानी चाहिँ एकदम आइरहेको छ यसको त पुरै सीमा छैन क्या खुसीको सीमै छैन क्या खुसीको सीमै छैन त्यही भएर म पनि एउटा यो भिडियो बनाउनु गइरहेको छु होइन भिडियो बनाएर टक्क अब देखाइदिउँ न त हाम्रो पनि ह्याप्पिनेस कतिसम्म खुसी छौँ हामी होइन हामी कतिसम्म चाहिँ खुसी हुन सक्छौँ यो पानी चाहिँ आइरह्यो भने यसरी हामी कतिसम्म चाहिँ यो गर्मी महिनामा गर्मी लाग्यो के एकदम गर्मी भइरहेको क्या एकदम गर्मी भइरहेको साथीहरू हजुरहरूलाई थाहै छ नि कस्तो गर्मी भइरहेछ भनेर अनि खुसी हुने त भइहाल्यो नि खुसी छौँ त्यही भएर ठिक छ हामी चाहिँ अब यस्तै हो अब देखाउँला अब अगाडि के हुन्छ होइन देखाउँला अहिले चाहिँ फिलहाल जस्ट अब म स्टार्टिङ गरिरहेको छु अहिले करिबन बिहानको अब 10 बज्दैछ होइन 10 बज्दैछ अनि त्यही भएर अब पानी अब यस्तै हो पानी टक्क आइरहेको छ एकदम मस्त लागेर म चाहिँ एकचोटि पानीमा चाहिँ नुहाएको है पुरै पानीमा नुहाएर फेरि आएर यहाँभित्र बसेको पहिला पानीमा नुहाएँ फेरि एकछिन रोक्यो अनि पानी अनि त्यहाँपछि फेरि अनि म आएँ यतातिर अनि यतातिर बसेर अब भयो नि त धेरै के बुझ्ने होइन अलिअलि त्यही भएर भइरहेछ पानी परिरहेछ कस्तो भइरहेछ हेरौँ न बाटोमा गएर हामी अनि मान्छेहरूसँग पनि हामी कोही मान्छेहरू बाटोमा भेटिन्छन् भने तिनीहरूसँग सोधपुछ पनि गरौँला सोधपुछ गरेर अब आजको दिनमा त अब खुसी नै हो त्यही हो अब यहाँ पनि बसिरहेछन् बस्न त मान्छे त बसिरहेछन् यहाँ हेर्न सक्नुहुन्छ मान्छेहरू बसिरहेछन् होइन तर हावाले उडाउला जस्तो छ हाम्रो तिनी मान्छेसँग गएर अलिकति जानकारी लगाऊ होइन के कस्तो भइरहेछ आजको दिनमा ल हेर्नुहोस् यहाँ हाम्रो छिमेकी अङ्कल हुनुहुन्छ घर अगाडिको एकदम फ्रन्टमा हाम्रो घर भएको मान्छे उहाँसँग हामी सानो एउटा कुराकानी गर्छौँ आज ल भन्नुहोस् कस्तो महसुस भइरहेछ आज पानी परेकोमा बहुत बढिया भइरहेको छ बहुत राम्रो छ कस्तो लागिरहेको थियो गर्मी कस्तो लागिरहेको थियो हजुरलाई अरे गर्मीले त सब मारिसकेको थियो तर पानी आयो आज बहुत राम्रो भयो हो बहुत राम्रो भयो त बहुत शीतल भयो के हो त यो पानी त भित्र आइरहेछ त भित्र छाता उडाउला जस्तो छ गाइस छाता उडाउला जस्तो छ पानी हावा हुरी सँगै सबै कुराहरू सँगै आछ हेर्नुहोस् यस्तो बात यहाँ आज हजुर यहाँ पनि हाम्रो घर यतातिरको छिमेकी दिदी हुनुहुन्छ उहाँसँग पनि हामी सानो वार्तालाप गर्नेछौँ आजको दिनमा दिदी भनिदिनुहोस् कस्तो लागिरहेछ हजुरलाई जता बस्यो त्यतै पानी पर्ने के खुसी हुनुहुन्छ के भने त मैले खुसी हुनुहुन्छ उहाँ पनि एकदम खुसी भइरहेछ अब यस्तो पानीको धारा यहाँ लागिरहेछ अनि खुसी भइरहनु भएको छ क्या उहाँ पनि एकदम खुसी छ क्या जिन्दगी खुसी छ क्या ह्याप्पिनेस गर्न ह्याप्पिनेस ल भन्नुहोस्
कस्तो लागिरहेछ हजुरलाई? कस्तो? एकदम धेरै खुसी लागिरहेछ। त्यही बेर यस्तै पल्टिएर यसरी यो यसको यो वातावरणको मजा लगिराख्नु भएको छ यसरी यहाँ बसेर हेरेर। अब हामी यहाँदेखि अगाडि बढ्छौँ, अरू 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 ठाउँमा पनि हेर्छौँ, हामी विचार गर्छौँ। यहाँ नाली भरिसके गाइज होइन, हेर्नुहोस् नाली यहाँ भरिसक्यो पानीले, नाली भरिसक्यो यहाँ। हाम्रो गाउँ टिकापुर नाली भरिसक्यो। सबैको मनमा एउटा अनौठो खुसी चाहिँ छ होइन। अरू जे भए पनि सब ठिक छ, तर अलिकति खुसी चाहिँ छ के। यताउता पनि छन् साथी हो होइन, घरहरू छन्। अब यता अब यो चाहिँ हाम्रो गाउँ हो एकतापुर होइन, एकतापुर गाउँ हो यो। यहाँ पनि छन्, यहाँ हाम्रो दाइ छन्। हाम्रो दाइको घरमा हामी जान्छौँ। यस्तो भइरहेको छ आमको बुटो त, आमको दाना यहाँ तल माथिबाट भाँचिएर तल परेको छ। घरमा पानी। के छ दाजु? के अरूलाई अरू टेन्सन छ, यहाँ हाम्रो दाजुलाई चाहिँ आमको टेन्सन छ। को ल्याउने के छैन, चुप लाग्नु। नो 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 नो, हम नहीं लाएंगे आपका आम, हम नहीं लाएंगे। अब त्यसै होइन, हामी चाहिँ बढ्नेछौँ, अगाडि बढ्नेछौँ। भइसक्यो, हाम्रो दाइको घर हो यो। अनि यहाँ चाहिँ अब हजुरहरू हेर्नुहुन्छ भने यहाँ अब धेरै पानी भइहाल्यो कि एकछिनमा यस्तो हुन्छ कि साथी हो, एकछिनमै हुन्छ कि यस्तो। पानी मात्रै पर्नु पऱ्यो, पानीको वेटिङ भएर आउँछ क्या पानीको। पानी पऱ्यो भने त भइहाल्छ कि यस्तो हुन्छ। हेर्नु कस्तो हुन्छ, यस्तो हुन्छ। हेर्नुहोस् यस्तो छ हालत। घर यस्तरी बिस्तारै आउँछ सबै कुराहरू यहाँ। अब यस्तो छ, यहाँ चाहिँ पानी परेको छ। यहाँ हाँगो भाँचिया छ, आमको हाँगो भाँचिया छ। लैजानु आम। माथिबाट यो रुखबाट खसेर उनलाई चाहिँ टेन्सन छ, ऊ त्यहाँ बसिरहेछन् नि, उनलाई चाहिँ टेन्सन छ कि यो आमको टेन्सन छ अरे। मान्छे यहाँ परेसान भइरहेछन्, के भइरहेछ भनेर होइन, खुसी भइरहेछन्, त्यो देखाउनु छैन। आम गरे आम हुन्छ त कहीँ। एउटा आम भेटाएँ होइन, एउटा आम भेटाएँ। अब यो आम चाहिँ पर्ने हुन्छ, टक्क लगेर धोइधाइ गरेर। बुवा चाहिँ अब भित्र हुनुहुन्छ। लाइट गयो अनि त्यहाँपछि बुवा चाहिँ भित्र त्यस्तै सुतिरहनु भएको छ। खै पानी चाहिँ सुकिसक्यो, टक्क पानी चाहिँ सुकेर होइन यस्तो भइसक्यो। वातावरण चाहिँ एकदम रमणीय वातावरण भइसक्यो यहाँनिर। खुसी लाग्यो, एकदम राम्रो लागिरहेछ। हेर्नुहोस्। हस् त धन्यवाद। अब आजको भिडियो चाहिँ यति नै राखौँ। अब म चाहिँ खाना खान्छु, भोक लाग्यो। अब खानावाना खानु पऱ्यो। पहिला आमा चाहिँ ड्याङ्गे दिनु परेको होइन, त्यहाँपछि भइहाल्यो। अब बिस्तारै अब आगामी अब अरू पनि अब आउने गरौँ जान्छ, के कस्तो छ हाम्रो गाउँको अवस्थाहरू देखाउनु लान्छ बिस्तारै होइन। हस्, जय नेपाल।